भोटर कार्डलाई एउटा स्टेटदेखि अर्को स्टेटमा कसरी शिफ्टिङ गर्छ र के डकुमेन्ट्स लाग्छ आज म भन्न गइरहेछु। यो भिडियोलाई ध्यान दिएर सुन्नुहोस् र सक्दो सेयर गर्नुहोस् होला जसले पनि भोटर कार्ड सार्नु ट्राई गरिराख्नु भएको छ। र तपाईँको भोटर कार्ड सार्दाखेरि अफलाइन मोडमा म बताउनु गइरहेछु, अफलाइन मेथडमा कसरी सार्छ। र तपाईँहरूलाई अनलाइन मेथडमा चाहिँ हेर्नु मन पर्यो भने तपाईँले कमेन्टमा अनलाइन मेथडमा पनि बनाइदिनु भनेर तपाईँले कमेन्ट गरिदिनुहोस् होला, म अनलाइन मेथडको पनि बनाइदिन्छु। र अफलाइन मेथडको म भन्न गइरहेछु, सुन्नुहोस् होला। तपाईँको फर्स्ट आधार कार्डलाई तपाईँले शिफ्टिङ गर्नुपर्छ, कुन चाहिँ स्टेटमा तपाईँ बस्नु हुँदैछ र कहाँ सार्नु हुँदैछ। तपाईँले त्यो जग्गामा तपाईँको आधार कार्ड एउटा ग्याजेटेड अफिसरको फर्म लिएर गएर आधार कार्ड सिफ्ट गरेर त्यसको पछि आधार कार्डको एड्रेसमा तपाईँले एउटा ब्याङ्क एकाउन्टलाई पनि सिफ्ट गर्नुपर्छ। ब्याङ्क एकाउन्ट पनि सिफ्ट हुन्छ तपाईँको न्यू लोकेसनमा र त्यसको एरिया पञ्चायत यता काउन्सिलर जो पनि हुन्छ त्यहाँनिर गएर म यहाँ बस्दैछु र मेरो प्रुफ यता काम गर्दैछु भने तपाईँले आइडेन्टिटी कार्डहरू देखाउनु भयो भने उहाँले तपाईँलाई एनओसी पनि दिन्छ। र तपाईँले जुन घरमा रेन्टमा बस्नु हुँदैछ त्यहाँनिर तपाईँको युटिलिटी बिल जो इलेक्ट्रिसिटी बिल भन्छ है, इलेक्ट्रिसिटी बिल पनि तपाईँले मागेर राख्नुहोस् होला। तपाईँकै नाममा भएको जुन चाहिँ रेन्टमा बस्नु हुँदैछ त्यहाँनिर तपाईँले इलेक्ट्रिसिटी बिल पाउँछ। र तपाईँको लास्ट चाहिँ तपाईँको गार्बेज बिल, तपाईँको नाममा गार्बेज बिल काटिने बनाउनुहोस् र त्यति डकुमेन्ट्स लिएर तपाईँ बिएलओकोमा जानुहोस् र बिएलओकोमा तपाईँले त्यो डकुमेन्ट सबै जेरक्स गरेर है हार्ड कपी पनि लिएर गएर बिएलओलाई दिनुहोस् र तपाईँको बिएलओले उहाँहरूले सब्मिट गरिदिनुहुन्छ। र तपाईँको विदिन 45 डेजमा चाहिँ इलेक्सन कमिसन गभर्मेन्ट अफ इन्डिया है इलेक्सन कमिसन अफ इन्डियाले चाहिँ भनेको छ विदिन 45 डेजसम्म तपाईँको शिफ्टिङ भएर तपाईँको कार्ड पनि तपाईँको एरियामा डेलिभर्ड हुन्छ भनेर भनेको छ। धन्यवाद।